जय मसी सालुम आशा गर्छु सबैजना आरामै हुनुहुन्छ। यो समयमा चाहिँ हामी कस्तो जीवन चाहिँ जिइरहेका छौँ त यो कुरा चाहिँ हामीले भन्न एकदम र सोच्न एकदम जरुरी हुन्छ। किनकि यतिखेर धार्मिकताको चोला लिएर अगाडि बढ्नु र बुवासोको चोला लिएर अगाडि बढ्नु चाहिँ धेरै फरक हुँदो रहेछ क्या हैन। अब कति मान्छेहरूले तपाईँ खुट्टा तान्छन्, कति मान्छेहरूले तपाईँको जीवनमा चाहिँ उथलपुथल बनाउलान्, कतिले के भन्लान्, कहिले तर के भन्लान्। तर हामीले चाहिँ जुन धार्मिकताको चोला र जुन धार्मिकताको जीवनमा चाहिँ हामी हिँडेका छौँ नि, अनि त्यहाँ चाहिँ हामीले बुझ्न पर्छ कि जीवनको मोडमा चाहिँ हामीले यीशु ख्रीष्ट बाहेक अरू कसैलाई पनि चाहिँ हेर्नु हुँदैन भनेर चाहिँ हामीले बुझ्न पर्छ क्या। किन हामीले बुझ्न पर्छ भनेपछि यो कुरा अब यसरी पनि बुझ्न सकिन्छ क्या। जस्तै गरी यसुले भन्नुभएको छ नि त हैन, रोटी म हुँ, जीवनको रोटी म हुँ भनेर चाहिँ प्रभुले भन्नुभएको छ कि हैन। र जीवनको रोटी म हुँ भन्ने चाहिँ कसैले पनि भनेको छैन क्या। कतिले भनेका छन् यो हो त्यो हो भनेर, यो सब बकवास हो हैन। तर असलले चाहिँ के भन्नुभएको छ, हाम्रो यीशु ख्रीष्टले चाहिँ के भन्नुभएको छ, जीवनको रोटी चाहिँ म हुँ भनेर भन्नुभएको छ क्या। ताकि यहाँ चाहिँ हामीले बुझ्न सक्छौँ। कुनै पनि हिन्दू रिलिजनमा, मुस्लिम रिलिजनमा कसैले पनि भनेको छैन यहाँसम्म कि बाइबलमा अब्राहमले पनि भन्नुभएको छैन, दाउदले पनि भन्नुभएको छैन हैन, मोसाले पनि भन्नुभएको छैन कि जीवनको रोटी म हुँ भनेर। तर केवल प्रभु यीशु ख्रीष्टले मात्रै भन्नुभएको छ कि जीवनको रोटी चाहिँ म हुँ भनेर हैन। अनि हामीले यो पनि बुझ्न सक्छौँ कि हैन, जीवन सत्य बाटो प्रभुले पनि भन्नुभएको छ कि म नै हुँ भनेर हैन। जीवनको जल पनि पानी पनि म हुँ भनेर प्रभुले भन्नु, धेरै कुराहरू प्रभुले आफूतिर दर्शाउनको लागि धेरै डाइरेक्ट त प्रभुले भन्नुभएको छैन नि त। तर यो हामीले बुझ्न एकदम जरुरी हुन्छ क्या है। यो हामीले बुझ्न एकदम जरुरी हुन्छ कि प्रभु यीशु ख्रीष्ट नै यस्तो हुनुहुन्छ जसले हाम्रो लागि रगत बगाउनु भयो हैन। तर कति मानिसहरूले चाहिँ विश्वास मानेका हुँदैनन् कि क्रुसमा टाँगिएर मरेर यस्तो गरेर उस्तो गरेर कहीँ पनि यो सब बकवास हो भनेर भनेको हुन्छ। तर म तपाईँहरूलाई यो भन्न चाहन्छु मेरा प्रियहरू, यो भन्न चाहेको हुन्छु कि कुनै पनि व्यक्तिले हैन यस्तो भन्ला उस्तो भन्ला, तर तपाईँले यो कुरा सोच्न जरुरी हुन्छ कि कुन व्यक्तिले अथवा कसरी कुन तरिकाले भनेको छ हैन, कुन बोलीमा तपाईँले दर्शाइरहेको छ कि जीवनको बाटो म हुँ भनेर हैन। त्यसैले मेरो प्रियहरू, म तपाईँलाई यो नै भन्न चाहन्छु कि सबै कुरामा चाहिँ तपाईँले विश्वास गर्न सक्नुहुन्छ। तर तपाईँले यो कुरा पनि बुझ्न जरुरी हुन्छ कि असल कुरा चाहिँ केसमा भइरहेछ। किनकि प्रभु नै हाम्रो लागि यस्तो तरिकाले आउनु भएको छ जसले गर्दा सबै कुरा सम्भव छ। आमीन।